हतियारको कुरो चाहिँ खोइ हामीले देखेनौँ, त्यो हामीलाई रिपोर्टिङ पनि छैन। हामीले अब नदेखेको कुरोलाई देख्यो भन्ने कुरो सामाजिक सञ्जाल तातिएको छ। तातोपानी 3 लिताकोटमा रापरपाका उम्मेद्वार ज्ञानेन्द्र साईले नेपाली कम्युनिष्ट पार्टी र त्यस पार्टीका उम्मेद्वार नरेश भण्डारीले आफूमाथि कार्यकर्ता परिचालन गरी हात हतियार र तरबार सहित आफूमाथि आक्रमण गर्न आएको अभिव्यक्तिलाई लिएर हामीले जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारीसँग कुराकानी गरेका थियौं। उनका अनुसार त्यहाँ सामान्य विवाद भएको तर कुनै पनि प्रकारको हात हतियार प्रयोग नभएको जानकारी छ। उनकै आवाजमा सुनौं। त्यस्तो हो, झगडा भयो के अरे पातविवाद भयो भने प्रहरी क्या हो? हजुर। अब त्यसमा चाहिँ अब हतियारको कुरो चाहिँ खोइ हामीले देखेनौँ, त्यो हामीलाई रिपोर्टिङ पनि छैन। हामीले अब नदेखेको कुरोलाई देख्यो भन्ने कुरो भएन होइन। हतियार हामीले देखेको भए त हामीले नियन्त्रणमा लिन्छौँ। तपाईहरु पत्रकार जस्तो पत्रकार हुनुहुन्छ भनेपछि ज्ञानेन्द्र साईले जे लेख्यो भने सही हुन्छ र हामी जस्तो अनपढ हामी जस्तो सानो मान्छेले बोलेको सब झुटो हुन्छ भन्ने हजुरले काममा लेखेको छ, त्यो पनि ज्ञानेन्द्र साईलाई पुर्याइदिनु होला। र ज्ञानेन्द्र साईले यो लिताकोटमा छिन्नु न सबभन्दा पाप हो के, त्यसले गल्ती सबभन्दा त्यो हो के। त्यही आएर त्यो ज्ञानेन्द्र साईले के भनेको छ, म त्यो तपाईहरुलाई घोडा मच्चो बिकाउने गरिदिन्छु, चौधो जालो बिगाइदिन्छु, त्यतिखेर उनीको यही ठाउँमा अहिले लास मर्दाखेरि पनि जुम्लाको लास साउदीको लास जुम्लामा नपिने त्यो कस्तो ज्ञानेन्द्र साई हो, त्यो आफू सुन्नुहोस्। उलाई समेत पनि मैले पठायो भनिरहेछ कि उसँग मसँग भेटेको छैन। मलाई पनि देखेको छैन, मलाई कसैलाई। मैले यति हो कि पहिला मेरो बाउ उता साउदीमा बित्दाखेरि सपोर्ट नगरे मात्रै मैले जवाफ मागिरहेको थिएँ, जवाफ पाएन। त्यो जवाफ दिन नसकेर निस्क्याउ, कोही लखेटे होइन, कोहीले केही गरे होइन। पछि जसले चित्त बुझ्दैन भने गाउँलेलाई के अरे नेन्दा बहिष्कार गर्न पाउँछ कि पाउँदैन।